पत्रकारजीले धेरै क्वेसन राख्नुभयो कि तपाईँ कति दिनसम्म यहाँ जादु हेराउनुहुन्छ। मैले प्रश्न पल्टाइदिएँ कि उहाँले कति दिनसम्म जादु हेर्नुहुन्छ। यहाँ जादु हेर्नुभन्दा उहाँ आफ्नो मन्त्रालयमा बोलाउनुहोस्, म त्यही हेराइदिन्छु, तर माग पुरा गरिदिनुहोस्। अनि यो जान्छ उहाँ ऋषि धमलाको फोन आइसक्यो। तपाईँलाई लिएर म त्यहाँ प्रधानमन्त्रीको त्यो मन्त्री परिषद के हुन्छ नि कार्यालय, त्यसमै तपाईँलाई लाग्छु। फेसबुकमा होइन, त्यो वाट्सएपमा नि एकदम युट्युबमा के गर्ने गाह्रो बधाई छ। बधाई दोस्रो खेल दोस्रो सरहरू हल्का हल्का स्पेस दियो भने राम्रो लाग्छ क्या, धेरै मान्छे हेर्न पाउँछ जस्तो लाग्यो मलाई। अलिक ठाउँ बनाउनुस् प्लिज, सब मिलेर बसौँ न। ल ल ल तोलेर सर आउनु। म पूर्व गाउँ विकास समितिको अध्यक्ष, योभन्दा अगाडिको वडा अध्यक्ष र उहाँको मेरो यहाँ होस्टेल छ आन्दोलनमा। धन्यवाद। तपाईँसँग एउटा जादु गरौँ। मलाई पनि ठुलो सर एउटा मेरो मोबाइल पनि भिडियो जाओस् प्लिज। एकजना धेरै खुसी लाग्छ नि, तपाईँहरूसँग पनि भेट्दा धेरै खुसी छ। ल सर अलि यता अब जादुतिर जाउँ होइन। अब यो धागो मैले हजुरलाई दिएँ होइन, यो धागो कतै चुडिया छ कि के छ होइन। यो जस्तो यो अगाडि भिडियो छ सर, हल्का पछाडि आइदिनु। अलिक च्यातिदिनु होइन। तपाईँहरू ध्यान दिनु होला, म के गरेर आएछु। अब त शङ्का छैन। मलाई फोटो तपाईँले होइन बाटो अलिक भिडियो राम्रो आउँदैन, कहीँ पनि राख्नुहोस्। अर्को धागो निकाल्नु धागो त चेक गर्नुहोस् त कतै कटिया छैन नि, यसमा कतै गाँठो पारिया छैन नि सर। तपाईँ एकदम तपाईँ पनि चेक गरिदिनुहोस्, कतै पनि कटिया छैन यो धागो। ल मलाई है त्यो धागो सरले काट्नुहुन्छ, म जोडिदिन्छु है। सरले नै काट्नुहुन्छ अनि म जोड्छु है सर। यो हेर्नुहोस्, तपाईँहरू पनि हेर्नुहोस्, यो धागो प्लास्टिकको धागो हो, कतै पनि कटिया छैन। हजुरहरूलाई शङ्का लाग्छ भने लिएर हेर्न सक्नुहुन्छ, कतै पनि कटिया छैन, एकदम सिङ्गो धागो मैले लिएको छु है। शङ्का छ भने हजुरहरूले लिएर हेर्न सक्नुहुन्छ, शङ्का त छैन नि। अब यो धागो सरले काट्नुहुन्छ, म जोड्छु है। ल हेर्नुहोस्, अब यो धागो एकदम स्पष्ट छ, म यसरी गर्छु होइन। अनि सरले यहाँ काट्नुहुन्छ, यहाँ काट्ने बित्तिकै ठ्याक्कै आधी आधीमा कट्छ, वा अलिकति सानो ठुलो पनि हुन सक्छ। म यता घुमिकन हेराइरहेको छु है। अब तपाईँहरू हेर्नुहोस्, अनि यो सरले काट्नुहुन्छ अनि एकदम म जोडेर हेराउँछु। सर तपाईँ एकदम यो काट्नु एकदम स्पष्ट हेर्नुहोस्, 100% जोडिदिन्छ के छैन है, कतै पनि लुकाएर हेराइरहेको छ। सरले काटिदिनु भयो, पक्कै मैले धागो चेन्ज गरेको छैन। मेरो हातमै धागो छ, अलिकति सानो ठुलो भए पनि केही छैन, 2 टुक्रा भएको छ। स्पष्टमा देखाउँदैछु, यो प्लास्टिकको धागो होइन। तपाईँहरू पनि हेर्नुहोस्, यो प्लास्टिकको धागो हो। अनि यो म बाँध्दैछु, गाँठो पार्दैछु, अनि यो प्लास्टिकको धागो फिट तानेर मैले बाँधेँ होइन। अब यसमा कुनै शङ्का छ भने भन्नु होला। बेसी तान्यो भने फुत्केर बाहिर जान्छ, 2 टुक्रा भइहाल्छ। तर यहाँ मैले गाँठो पारेर जोडेको छु, स्पष्ट छ। अहिलेसम्म कुनै शङ्का छैन नि। शङ्का छ भने तपाईँ छामेर जसरी पनि चेक गर्न सक्नुहुन्छ। अहिलेसम्म शङ्का छैन। कतिपय कमेन्ट आइरहेछ, म पहिल्यै पनि यो जादु देखाएको छु, कमेन्ट आइरहेछ कि तपाईँ ब्यागबाट चेन्ज गरिदिनु भयो। ब्यागबाट चेन्ज नहोस् भने म बेरिसकेँ होइन। अब चेन्ज गर्नै सक्दैन, म यताबाट ल्याउँछु भने चेन्ज गर्न सक्दैन, मैले बेरिसकेँ है। ध्यान दिएर हेर्नु होला, फेरि तपाईँहरू नभन्नु होला कि ब्यागबाट चेन्ज भयो। एकदम आँखा गाडेर हेर्नु होला। एकैछिन सर प्लिज मलाई त्यही त म बुझिरहेको थिएँ, साइकोलोजिकली म बुझिरहेको थिएँ हजुरको कुरा भन्नुहुन्छ है। यहाँ हेर्नुहोस्, अब पहिला हेर्नुहोस्, त्यो कुरा म बुझेर सरलाई भन्ने थिएँ कि होइन, मलाई थाहा थियो। अब यहाँ जोडेको ठाउँभित्र छ, अब
शिक्षकको कलममा ताकत छ। फेरि एकपटक हेराउँदा मैले पेन यहाँ राखेको थिएँ अनि यताबाट ल्याएर हेराएँ कि शिक्षकको कलममा ताकत छ अनि एकजनाले कमेन्ट गरिदिनु भयो कि तपाईँ त पकेटबाट नै चाहिँ यस्तो पनि कमेन्ट छ तर यहाँ धागो छ प्रश्न यहाँ धागो शिक्षकको कलममा ताकत छ है धागो यहीँ छ होइन अझ बेर्दैछु तपाईँहरू हेर्नुहोस् धागो यहीँ छ कुनै शङ्का छ छैन धागो कहाँ छ त धागो मुठीमा छ फेरि भन्नु होला कि पकेटबाट चेन्ज गरिदिनु भयो भनेर होइन पकेटमा अझ धागो छ होइन बेगमा पनि छ यहाँ हेर्नुहोस् कलम मैले निकालेँ त्यही कुरा आयो नि त त्यही कुरा हो शिक्षकको कलममा ताकत छ धागो यहाँ बेरिसकेको छु होइन त्यति लामो धागो त बेर्न गाह्रो हुन्छ नि धागो मैले बेरिसकेको छु त्यही कुरा आइसक्यो कि पकेटबाट चेन्ज होला जादु देखाउन दिनु अनि भन्नु होला त्यहाँ मैले पकेटबाट यहाँले अब यो मैले शिक्षकको कलममा ताकत छ भनिसकेको छु धागो त यहाँ बेरिसकेको छु होइन अब धागो यही हो कि होइन कुन सरले तान्नु ल ल उहाँ हाम्रो ल हजुर भन्नु शिक्षकको कलममा ल बिस्तारै तान्नु होला म भन्छु बिस्तारै तान्नु होला र नआत्तिकन सबै सरलाई एकदम तानेर हेराउनु होला है ल तान्दै है ल अनि कहाँ कटिया छ तपाईँ एकदम माथि गरेर हेराउनुहोस् ल ल ल तपाईँले भाइरल गरिदिन्छु